सो साथीभाइहरू अहिले चाहिँ हामी दरबार पार्क आइसकेको अवस्था। हेलो एभ्रीवन, वेलकम बैक टू माई यूट्यूब चैनल। सबैलाई स्वागत छ आजको मेरो ब्रान्ड न्यू भिडियोमा। सो सबैजनालाई ह्याप्पी होली। हामी चाहिँ अब होली मनाउनु भनेर होली भाइ सबैजना जाँदैछौँ हामी बसन्तपुरतिर रङसङ बोकेर आए चट्ट पारामा होइन। सो अब त्यहाँ बसन्तपुरमा गएर डह्रो होली मनाउनु पर्ने हुन्छ। डाङ्गी त अब उनी क्यामेरामा बोल्दैनन्, ऊ त्यहाँ हेर्न सक्नुहुन्छ होली लगाइसकेको छ। सो हामी सबैजना जाँदैछौँ बसन्तपुर, जहाँ त्यहीँ गएर भेटौँला। ओभरै रमाइलो हुन्छ भ्लगमा, स्टे ट्युन गाइज। साथीभाइहरू अहिले चाहिँ हेर्न सक्नुहुन्छ, म केही भन्दिनँ हजुर हेर्नु खतरा। ओए माथिदेखि पानी आएर यता साइडमा होइन साइडमा हामी चाहिँ काली खान्छौँ क्या डाङ्गीर माथि सायद हेर्न सक्नुहुन्छ। पहिरोहरू हेर्नु न हेर्न सक्नुहुन्छ। ओभर रमाइलो ठाउँमा आइसकेका छौँ हामीहरू। केही सुनिन्न होला है बोलेको त आम्मा। दुर्गेश तामाङको गाना केही सुन्ने हुँदैन। खैरलाई देख्यो खैरहरू त पुरै बियर खाँदै चिलो हिँडिरहन। आम्मा रङ त हामीलाई नि रङ लाग्ने चान्स धेरै छ। सो त्यही भएर हेर्न सक्नुहुन्छ कसरी यस्तो रङको बिचमा हामी कस्तो शान्त भएर हिँडेको यार। ल आम्मा कोली हालिरहने माथिदेखि पानी। जो हामीले पहिलो रङ्ग पनि लगाइसकेकी छिन् एउटा। अहिले यता हेर न, हामीलाई पहिलो रङ पनि एउटा एकजना विवाहित महिलाले लगाइसक्नु भएको छ। सो त्यो माथिबाट पानी हालै गरेर ओए भाइले कडा हाल्यो। सो ओभरै रमाइलो भइरहेछ। अब हामी पनि एकछिनमा रङ लगाउनेवाला छौँ, रङ लगाइदिनेवाला छौँ त्यहाँ माथि। आमाले के त बुढी आमाले अझै हेर्न सक्नुहुन्छ यहाँ होलीको माहौल ओभरै भइरहेछ। यहाँ चाहिँ होलीको माहौल आमा नसक्नु एकदम के भन्छ अरे त्यो ओभरै क्राउड यहाँ एकदमै। अहिले त्यहाँ बसन्तपुरमा झन् त्यहाँ कन्सर्ट छ होला, त्यहाँ झनै रमाइलो हुन्छ होला। अहिले जामला एकछिनमा त्यहाँ नि रमाइलो गरौँला। फिलहाल यहीँको रमाइलो हेर्न सक्नुहुन्छ। खैरीहरू पनि ओभरै रमाइलो गरिरहेछन् त्यहाँ। सो त्यही नै हो। सो साथीहरू अहिले चाहिँ हेर्न सक्नुहुन्छ यहाँको माहौल। आवाजहरू बिस्तारै बिस्तारै आएको छ होला। हामीले यहाँ बाँसगढीको साथलाई पनि भेटाइसकेका छौँ पछाडि होइन। कहाँ कता जाने जाम न जता गयो नि विशाल कालो चस्मा लाउँ माया विशाल बजारको। हेर्न सक्नुहुन्छ विशाल बजार। अब यहाँ जाँदैछौँ हामी, के कस्तो हुन्छ भित्रको माहौल म हजुरहरूलाई डिटेलमा देखाउने होइन गाइस, हेर्दै गर्नु। साथीभाइहरू अहिले होली पनि लागिसकेको छ हामी दुईजनालाई होइन। सो अब हामी चाहिँ यहाँदेखि बसन्तपुरभित्र पस्दैछौँ। पस्ने क्रममा हेर्न सक्नुहुन्छ यस प्रकारको भिड रहेको छ। कस्तो रिपोर्टर जस्तो बोले त हेर ल के हो यहाँ त ओए हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ बिस्तारै हिँड्नुपर्ने हुन्छ। बेस गरी हिँड्यो भने यहाँ चाहिँ अलि कति प्रब्लम आउन सक्ने हुन्छ अवस्था हुन्छ। हेर्न सक्नुहुन्छ ल यस्तोमा नि के फोटो खिचेर ल रमाइलो भइरहेछ यहाँ चाहिँ होइन बहुत परे। ल यहाँ चाहिँ खैरीहरू नि वाइल्ड छन्। ल यहाँ चाहिँ के अरे दुर्गेश थापाको हामी के अरे दुश्मन छ धेरै हेरेवाला गाना धेरै बजिरहेछ। हेर्न सक्नुहुन्छ। ल पानी आयो त त्यहाँबाट यार। अबिर लगाऊ पानी नहाल यार, चिसो हुन्छ। कहाँ राम्रो पानी हाल्छ त, राम्रो पानी त खानै ठिक हुन्छ। सो हेर्न सक्नुहुन्छ यस प्रकार रहेको छ। ल भयो कि हामी अगाडि बढ्नु पनि सकिरहेको अवस्था छैन। हेर्न सक्नुहुन्छ
क्राउड क्राउड अब त बढ्नै गाह्रो भयो त अन्त सक्नुहुन्छ यहाँको क्राउड कस्तो मान्छे आएको है ल यहाँ चाहिँ केही त्यस्तो कन्सर्ट नरहेछ सिधै मान्छेले डिजे बोकेर नाचिरहनु त्यहाँ कपाल त गएर गएर देख्नु अहिले चाहिँ हेर्न सक्नुहुन्छ यस प्रकार भइसकेको छ मेरो फेसको हालत दामीको पनि हेर्न सक्नुहुन्छ यस प्रकार भइसकेका छौँ हामीहरू ल कपाल चाहिँ हो कडा एकदम होली लायो चप्पल भेटेको सेलिब्रेसन हुँदैछ यहाँ चाहिँ चप्पल हराएर माथि चुत ला मोबाइलै रुज्यो अझै पानी आउँदैछ एकछिन बच्चे धन्न मरेन कि त्यहाँ गएर साथीभाइहरू यहाँ चाहिँ धेरै क्राउड भयो भयो हेर्न सक्नुहुन्छ कालो कालो लगाइदियो होइन सो भित्र डाइनी इरिटेट भइसक्यो सो हामी चाहिँ यहाँदेखि निक्लिँदैछौँ अब हेर्न सक्नुहुन्छ अगाडिको माहौल यस प्रकार छ माहौल भन्दैन यसलाई भिड भन्छ भिड कस्तो भयो भन्नै नसक्ने खालको माहौल छ यस्तो नराम्रो माहौल उता त अघि च्याप्टर धन्नै मरेनौँ कि दाइर म त आएछ यस्तोमा भिडियो बनाउनु परिरहेछ हेर्न सक्नुहुन्छ रसिलो माहौल रङ्गिलो माहौल यही छ यहाँदेखि निक्लिन आँटेको आज मैले रसिललाई होली लगाएँ ओहो कति राम्रो कुरा हेयर स्टाइल कता हेयर स्टाइल कता हेयर स्टाइल विशाल बजार अगाडिको हेर्न सक्नुहुन्छ माहौल यहाँ चाहिँ स्टेज बनाएर कन्सर्ट पनि रहेछ जानु हो त्यहाँ गएर रमाइलो हेर्न सक्नुहुन्छ यहाँ पनि रमाइलो चाहिँ वाइन छ रमाइलो जताततै नै छ म हराउँछु कि सो हेर्न सक्नुहुन्छ माहौल यहाँको क्या हेर देवा ला
डर लाग्दो भयो त अहिले त ह्याप्पी होली ह्याप्पी होली 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 सो अहिले चाहिँ अब हामीहरू यहाँबाट धेरै 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 पीडित भएर जाँदैछौँ असन बजारतिर असनतिर जाँदैछौँ अब त्यहाँ कस्तो हुन्छ अब असनको होली पनि देखाउँछ म हजुरहरूलाई सो लेट्स गो असन है त असनको माहौल हेरौँ त्यहाँ कस्तो छ असनमा चाहिँ भन्छ है त जाम त्यहाँ असन गएर भेटौँ अब सो साथीभाइहरू अहिले चाहिँ हामी दरबार पार्क आइसकेको अवस्था चाहिँ हेर्न सक्नुहुन्छ यहाँको क्राउड कहीँ छैन युट्युबमा नै हाल्ने त सो हेर्न सक्नुहुन्छ यहाँ चाहिँ कन्सर्ट हुँदैछ सो बढी रमाइलो हुनेवाला जस्तो छ यहाँ चाहिँ उतातिर चाहिँ च्यापेर मर्न आँटाइ थियो तर यहाँ चाहिँ अब रमाइलो हुन्छ जस्तो छ सो लेट्स कस्तो हुन्छ होइन होला त्यही भएर यो गीतको नामै थाहा छैन हुन पुग्यो सो यो गीत एकदम सिम्पल छ त्यो यो पार्ट चाहिँ सबैजनाले गाउनुपर्छ है त पार्ट चाहिँ यस्तो छ है थाहा छैन के हो थाहा छैन 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 थाहा छैन के हो थाहा छैन
सो यहाँ चाहिँ साथीभाइहरू हेर्नु सक्नुहुन्छ पानी परेर माहौल एकदम गिला गिला भिगा भिगा भइसकेको छ। अब चाहिँ यहाँदेखि निक्लिनु पर्ने हुन्छ। डाङ्गी पनि कता हराइसक्यो, सबै गइसक्यो हेर्न सक्नुहुन्छ। सबै यहाँको दरबार मार्गको कन्सर्ट सकेर पनि अब सबैजना घरतर्फ लागिरहेछन्। सो त्यही नै हो, अब म पनि यहाँबाट जान्छु होस्टेलतिर। अब होस्टेल गएर नुहाइ गरेर त्यसपछि भेटौँला। सो त्यही नै हो, मिलौँला होस्टेल गएर है त। सो वाट्सएप ब्युटिफुल पिपुल होइन। अहिले चाहिँ म अहिले रुम भन्न आउँछ क्या, फेरि रुम भन्न आउँछ फक। म चाहिँ अहिले होस्टेलमा आएर नुहाइ गएर खानासाना खाएर टक्क बसिरहेको छु अहिले चाहिँ होइन। भिडियो एडिट गर्दै थिएँ, इन्स्टामा स्टोरी हालेँ, त्यसपछि के भन्छ अरे टिकटकतिर पोस्ट हालेँ, त्यसपछि चट्ट लाएर ब्लग एडिट गर्न बसेको। ल मैले त लास्ट पार्टै खिचेको छैन भनेर फेरि मैले लास्ट पार्ट खिचेँ होइन। सो के छ त अनि कस्तो लाग्यो भिडियो यहाँसम्म हजुरहरूले हेर्नु भएको छ भने होइन, पक्कै पनि भिडियो मन पऱ्यो होला। आज त ओभरै रमाइलो भयो, ओभरै रमाइलो होइन हाम्रो दरबार मार्गमा। सो त्यही नै हो, भिडियो कस्तो लाग्यो आई होप हजुरहरूले यो भिडियो इन्जोय गर्नुभयो होला। यदि यहाँसम्म हेर्नु भएको छ भने भिडियोलाई लाइक कमेन्ट सेयर गरेर युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। सो आगामी दिनहरूमा पनि म यस्तै खालका कन्टेन्टहरू खतरा कन्टेन्टहरू ल्याउँदै गर्नेछु। मैले चाहिँ आजभोलि त्यस डेली भिडियो चाहिँ किन नबना भन्दाखेरि हजुरहरूलाई बोरिङ गर्ने खालको कन्टेन्ट नबनाम, अलिकति इन्ट्रेस्टिङ अलिकति केही नयाँ युनिक ल्याम भनेर अलिकति ग्याप गरेर मैले चाहिँ कन्टेन्ट हालिरहेको छु होइन। सो त्यही नै हो, आई होप हजुरहरूलाई यो भिडियो मन पर्यो होला। सो यहाँसम्म हेर्नु भएको छ भने भिडियोलाई लाइक कमेन्ट सेयर गरेर च्यानललाई सब्सक्राइब गरिदिनु होला। मैले फेरि पनि भनिहालेँ। सो अब छिटै नै अर्को एउटा नयाँ भिडियोमा मिलौँला। त्यतिन्जेलका लागि टाटा बाई बाई, सी यू नेक्स्ट भिडियो गाइज।